दर्शकबिनहरू नमस्कार। विगत 15 वर्षदेखि मानव अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएकी कुमारी वाइबासँग आज हामी मानव अधिकारको विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। स्वागत छ यहाँलाई। धन्यवाद यहाँलाई पनि। ह्युमन राइट्स मकवानपुर शाखाको कहिले भयो र यसले के कस्ता कामहरू गर्दै आएको छ थोरै भनिदिनुस् न। हजुर, हस्, धन्यवाद। हिमालयन ह्युमन राइट्स मोनिटर्स, ह्युमन राइट्स भनेर छोटकरीमा भन्छौँ हामीले। र यो चाहिँ ह्युमन राइट्स मकवानपुर भनेर अहिले शाखा कार्यालय हो। केन्द्रीय कार्यालय चाहिँ 2056 सालमा चाहिँ मङ्सिरको 4 गते ललितपुर जिल्लाको एउटा संस्था दर्ता ऐन 2034 अनुसार नै दर्ता भएको एउटा गैर सरकारी संस्था हो। यस संस्थाले चाहिँ हिमालय मानव अधिकार कर्मी समूहको उसमा पनि रहेर मानव अधिकारको संरक्षण, सम्वर्धन, महिला अधिकार, बाल अधिकार, साथै मानव बेचबिखन विरुद्ध सुरक्षित वैदेशिक रोजगार लगायत सम्पूर्ण जुन मानव अधिकारको घोषणा पत्रले प्रत्याभूत गरेका अधिकारहरूको संरक्षण र सम्वर्धन गर्नको लागि चाहिँ एउटा महत्त्वपूर्ण रोल खेल्दै आइरहेको थियो। जसरी द्वन्द्वकाल पछाडि चाहिँ हाम्रो देश शान्ति प्रक्रियामा गइसके पश्चात हाम्रो जुन गणतन्त्रको स्थापना भयो, त्यस पछाडि हामीले यो मानव अधिकारको कुराहरूका साथसाथै फेरि पनि विभिन्न अधिकार संरक्षण, सम्वर्धन, बाल अधिकार, महिला अधिकार र घरेलु हिंसा विरुद्ध, जुन बाल विवाह विरुद्ध, बाल संरक्षण सम्बन्धी काम गर्दै आउँदा अहिले पछिल्लो चरण सन् 2017देखि चाहिँ फेरि पनि एउटा कम्पोनेन्टलाई लिएर चाहिँ सीमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत चाहिँ हामीले यस मकवानपुर जिल्लाको चाहिँ 2वटा गाउँपालिकाहरू जुन चाहिँ चेपाङ जातिहरूको चाहिँ अलिक बाहुल्यता रहेको गाउँपालिका राक्सिराङ र मनरी गाउँपालिकालाई अहिले कार्यक्षेत्र बनाएर चाहिँ हामीले कार्य सञ्चालन गरिरहेका छौँ पछिल्लो चरणमा। साथसाथै यी कामहरूलाई चाहिँ सहयोग पुर्याउने हिसाबले जुन चाहिँ हेटौँडा उपमहानगरपालिकामा त कार्यक्रमहरू छैन, तर पनि हामी जिल्ला स्तरकै एउटा हाम्रो मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जालमा पनि स्थापना कालदेखि नै ह्युमन राइट्स रहेको र त्यो सञ्जालसँग आबद्ध जुन 25वटा सङ्घ संस्थाहरू छ त्यो मध्ये ह्युमन राइट्स पनि एक हो। र हामीले जिल्ला स्तरीय हुने हरेक क्रियाकलापहरूसँग चाहिँ दिवसीय कार्यक्रम, विभिन्न घटनाहरू आउँदाखेरि, केसहरू आउँदाखेरि चाहिँ हामी जोइन्टली नै एउटा संयुक्त रूपले नै एउटा हामीले न्यायको पाउने जुन चाहिँ पीडित प्रभावितहरूको लागि चाहिँ न्याय दिलाउनको लागि चाहिँ हामी सँगसँगै नै रहने गर्छौँ। यहाँको संस्थामा कस्ता कस्ता केसहरू चाहिँ आउने गर्छन्, केस आउँछ भन्नुभयो? हजुर, त्यसमा चाहिँ हाम्रो हजुरले अहिले मसँग देखि नै रहनु भएको छ। जसरी मानव अधिकार हननका कुराहरू पनि आउँछन्, जुन चाहिँ एउटा बाल अधिकार हननका कुराहरू आउँछन्, बाल विवाहका घटनाहरू दर्ता नभए तापनि आधिकारिक रूपमा जिल्ला प्रहरी कार्यालयमा त दर्ता छैन। त्यहाँ हामीले आर्थिक वर्षको कुराहरू हेर्दाखेरि पनि बाल विवाहको, तर पनि भित्रै रहिरहँदाखेरि चाहिँ त्यस्तो घटनाहरू आउँछन्। तर दर्ता नै गर्नुभन्दा पनि हामी त्यसलाई चाहिँ परामर्श दिने, अभिभावक परामर्श र समाजमा पनि सरकारवाला व्यक्तित्वहरूलाई चाहिँ परामर्श दिने कामहरू हामीले गरिरहेका छौँ। यहाँले काम गर्दै गर्दा चाहिँ मानव अधिकारको क्षेत्रमा काम गर्नुभएको छ, एक महिला पनि हुनुहुन्छ। महिला भएर मानव अधिकारको क्षेत्रमा समाजमा काम गर्दै गर्दा चाहिँ यहाँले आफूलाई कतिको सहज रूपले काम गर्न सकेको महसुस गर्नुभएको छ अथवा कतिको गाह्रो चाहिँ भएको महसुस गर्नुभएको छ? हजुर, धन्यवाद। एउटा जटिल र एउटा आफूलाई प्रस्फुटन गर्ने प्रश्न पनि हो यो, जसले गर्दाखेरि चाहिँ सुरुवातकै दिनहरूमा चाहिँ यो कामहरू गर्नलाई अलि चुनौती नै छ, समस्या नै छ। परिवारबाट सुरुवातमा त हामी अब परिवारबाटै बाहिर निस्किन पाएका पनि थिएनौँ। र जब 60 सालतिर चाहिँ केही कामहरू गरौँ भन्ने उद्देश्यले म पदमपोखरी साबिक पदमपोखरी गाविस, हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर चाहिँ 12मा जन्म भएको हो। मेरो जन्म त्यहाँ हो र त्यहाँबाट पनि हेटौँडा उपमहानगरपालिका 11 नम्बर वडा नवलपुरसम्म आएर र पदमपोखरीकै विद्यालय प्राइमेरी स्तरमा पढिओरि चाहिँ हामी त्यसरी गुजारा भएको हो पहिला हाम्रो बाल्यकालहरू। त्यसरी हिँडिरहँदाखेरि चाहिँ महिलालाई झनै गाह्रो छ। यो यसरी चाहिँ अगाडि यहाँसम्म आउँछ जस्तो पनि थिएन त्यतिखेर, किनभने हामीहरू त्यतिखेर घाँस दाउरा मेला पर्वकै कुराहरू थियो। र जसरी म बाहिर निस्केर कामको खोजीमा हिँडेँ तब विभिन्न अब्स्ट्याकलहरू, विभिन्न बाधा अडचनहरू चाहिँ झेल्नु पर्यो। तर पनि यो क्षेत्रमा जानी नजानी यही क्षेत्रमा नै अहिले मेरो जीवन व्यतीत नै भइरहेको छ। अब लाग्छ साँच्चै नै
चुनौतीपूर्ण र समस्यामूलक रहे पनि यसै क्षेत्रमा नै मलाई आत्मसन्तुष्टि पनि मिलेको छ। त्यो कारण पनि महिला हुँदैमा अप्ठ्यारो पनि साह्रै नै छ। परिवारलाई हेर्नु पर्यो, समाज हेर्नु पर्यो, आफ्नो इष्टमित्र लगायत साथीभाइ पनि हुन्छ होइन, लगायत सम्पूर्ण सरकारवाला व्यक्तित्वहरू लगायत जुन देशकै लागि अगाडि बढ्नुभएका नेतृत्व पङ्क्तिमा रहनुभएका व्यक्तित्वहरूलाई, आदरणीय व्यक्तित्वहरूसम्मलाई हेरिरहँदाखेरि अझ महिलाको अवस्था चाहिँ धेरै नै गाह्रो छ। किन भन्दाखेरि हेर्ने दृष्टिकोण चाहिँ अहिलेसम्म पनि दृष्टिमा परिवर्तन हुन चाहिँ समय लाग्दो रहेछ। यो महिला अब जहिले पनि बाहिर हिँड्ने भएपछि अलिकति बिहानै पनि हिँड्नु पर्यो, तर त्यसको लागि हामी बिहानै 4 बजी नै उठेर कामहरू घरको सकाएर अनि 8 बजी बैठकमा जाने कुराहरू पनि छन्। त्यसको लागि हामीले सबै समयहरू चाहिँ मिलाउनु पर्ने हुन्छ। त्यो हुँदाहुँदै पनि जब त्यहाँ पुगिन्छ अनि हाम्रो कामको सुरुवाती हुन्छ अनि हामीलाई आनन्द लाग्छ। त्यो कुरालाई मात्र लिइरहेको छु मैले चाहिँ। जब कि 4 बजी उठेर घरको काम सकाएर हिँड्नुपर्ने कुरा भन्दा पनि जब म त्यो कार्यस्थलमा पुगेर काम सुरुवात गर्छु त्यसलाई मात्रै लिएर चाहिँ म त्यो मेरो अवसर हो, यसलाई नै टेकेर अगाडि बढ्नुपर्छ भन्ने हेतुले चाहिँ त्यो पछाडिको कुरा चाहिँ म हेर्दिनँ र त्यसले गर्दा सजिलो रूपमा लिएको छु मैले त्यसलाई। यहाँले मानव अधिकारको क्षेत्रमा काम गर्दै गर्दा 15 वर्षको अवधिमा चाहिँ सबैभन्दा बढी चाहिँ कुन समुदाय पिछडिएको पाउनु भएको छ अथवा कुन समुदायको न्यायको लागि चाहिँ आवाज उठाउनु भएको छ? आवाज उठाइरहँदाखेरि मैले चाहिँ सर्वप्रथम के भन्न चाहन्छु भने जब कि विश्वव्यापी घोषणापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र 1948ले दिएको जुन बुँदाहरू छन् त्यो बुँदाहरू सबै गरिरहनु त अहिले समय नहोला, तर पनि त्यसले प्रदान गरेका मानव अधिकार भनेको त सबै राष्ट्रहरूको लागि, राष्ट्रको व्यक्तिहरूलाई एउटै हो नि त। त्यो अविभाज्य पनि छैन, कुनै वर्ग जाति लिङ्गलाई छुट्याइएको पनि छैन, एउटै हो। तर पनि हाम्रो समाजको दृष्टिकोण, परम्परागत विधि रीतिरिवाज, धर्म, संस्कृति अहिले झन् विभिन्न तरिकाको आइरहेको छ होइन। त्यस कारणले गर्दाखेरि पनि व्यक्तिलाई कहिले चाहिँ अब भनिन्छ नि, अहिले सस्तो तरिकाले भन्दाखेरि चाहिँ मलाई चाहिँ कोठा पाएन, तिमीलाई कोटा पाएन होइन। एउटा जातिले कोठा पाएन भनेर चाहिँ अर्को जातिले मलाई कोटा भएन भन्ने कुरो चाहिँ सतही रूपमा मान्छेले त्यसलाई एउटा हाँसोको जसरी पनि लिइरहेको, तर त्यो कसैले पनि त्यसरी बोलिरहनु हुँदैन। किनकि कोटा नपाउनेलाई पनि छुट्टै उसलाई चाहिँ मानव अधिकार हनन भएको चाहिँ लागिरह होला र जुन चाहिँ एउटा कोठा नपाउने, एउटा बसोबासको लागि पनि एउटा गुजारा गरेर कोठा लिएर बसेर पढ्छु, जब गर्छु अथवा केही अवसर लिन्छु भन्दाखेरि पनि नपाउने, त्यो दुइटै कुराको मार्मिकता त भिन्न भिन्नै छ नि। त्यो कुरालाई विश्लेषण गरौँ न हामी होइन एकछिनको लागि भने। त्यो दुईटा कुरामा चाहिँ त्यस्तो छ भने अझ दूर दराजमा सीमान्तकृत समुदाय, दलित समुदाय, अझ दलितमा पनि महिला, सीमान्तकृत समुदायमा पनि महिला, वृद्धहरू, त्यसको क्षेत्रमा र अझ अपाङ्गता भएका व्यक्तित्वहरू र अहिले जुन यौनिक तथा अल्पसङ्ख्यक जाति पनि हाम्रो समाजमा रहिआएको छ र अन्तर्लिङ्गीको कुराहरू पनि आएको छन् अहिले होइन पछिल्लो चरणमा, ताकि उहाँहरूले पहिचानको कुराहरू उठाइरहनु भएको छ भने मानव अधिकारले सबैलाई समान भनेको छ, तर समान तरिकाले उहाँहरूले उपभोग गर्न पाएका छैनन् र उपभोग गर्न नपाइरहँदाखेरि दिनदिनै वर्ग, जाति, लिङ्ग, समुदायप्रति चाहिँ द्वन्द्व भइरहेको छ। र हाम्रो अभियान भनेको र मानव अधिकारको दृष्टिकोणले त्यस्ता असमानताहरू खाडललाई पुरिनुपर्छ र समान दृष्टिकोणले हेर्दै भोलि राज्यले चाहिँ जति प्रत्याभूत गर्नुभएको छ अधिकारहरू त्यो चाहिँ दिलाउने हाम्रो एउटा अन्तर्हृदयदेखि लाग्ने चाहिँ उहाँहरूको अधिकारको चाहिँ संरक्षण रहोस् भन्ने नै हाम्रो अभियानको एउटा उद्देश्य पनि हो। उद्देश्यको कारणले गर्दाखेरि हामी त्यसमा निरन्तर लाग्नुपर्छ र हामी अहोरात्र, किनकि सामाजिक काममा चाहिँ कहिले पनि दिनरात भन्ने हुँदो रहेछ। जतिखेर समस्या पर्दाखेरि पनि अरूले र यस्तो समस्या पर्यो भन्दाखेरि हामी त्यहाँ पुग्नुपर्ने अथवा नपुगे पनि पहल कदमी गर्नुपर्ने कुराहरू चाहिँ प्रमुख जस्तो लाग्छ र त्यसरी नै सामाजिक अभियानमा त्यस्तो पहल छ जुन पहल चाहिँ एकदमै दुःख पाइएको थियो। यसरी मानव अधिकारको क्षेत्रमा काम गर्दै गर्दा चाहिँ एकदमै दुःख पाएर त्यो भुल्न नसक्ने एउटा त्यस्तो कुनै क्षण छ स्मरणमा? त्यस्तो क्षणहरू धेरै नै छन्, तर पनि यो अभियानलाई लिएर हिँड्दाखेरि चाहिँ हामी अहिलेको ठ्याक्कै बकैया उता के भन्ने ठाउँ जितपुर भन्दा उता छ कि त्यो ठाउँ होइन, अलिकति मैले नाम चाहिँ स्मरण, बकैया गाउँपालिका पर्छ अहिले। त्यहाँनिर चाहिँ हामी यो मानव बेचबिखन विरुद्ध तथा सुरक्षित वैदेशिक रोजगार हुनुपर्छ, किनकि सबै मानिसहरू विदेश जान थाले तर
उनीहरू चाहिँ सुरक्षित तरिकाले जान पाउनुपर्छ भन्ने सुसूचित होस् भन्ने हिसाबले चाहिँ प्लानको सहयोगमा हिमराट्सकै आयोजनामा चाहिँ वडा स्तरीय कार्यक्रमहरू थियो हाम्रो। त्यसमा चाहिँ हामी उता 12 जिल्लाबाट चाहिँ रतनपुर हुँदै भित्र छिरेर हामी त्यो ठाउँमा पुगेका थियौँ, अहिलेको ठिङ्गन त्यो ठाउँहरूमा। त्यहाँ पुग्दाखेरि चाहिँ कस्तो अवस्था आयो भन्दाखेरि रात परिसकेको थियो, सानो विद्यालय, त्यही पनि माटो र ढुङ्गाले बनेको। अहिले त्यो विद्यालयको ठुल्ठुला बिल्डिङहरू बनिसकेका छन्, भवन निर्माणहरू राम्रोसँग भइसकेको छ, विकासले फड्को मारिसकेको छ। तर त्यो दिनलाई म सम्झिन चाहन्छु। जाडोको महिना थियो, यहाँ के अरे हेटौँडाबाट किनेर लगेको एउटा जाडोको जुत्ता अलि सस्तै खालको थियो, त्यो जुत्ता पनि फाटिसकेको थियो कि जग्गामा हिँड्दा हिँड्दै। अनि हामीलाई चाहिँ त्यो विद्यालयमा मानव बेचबिखन विरुद्ध मानव अधिकार र शोषित वैदेशिक रोजगारको ओरिएन्टेसन अभिमुखीकरण तालिम पश्चात चाहिँ सबैजना त्यो तामाङ समुदायकै हुनुहुन्थ्यो, तामाङ भाषामा नै हामीले तालिम दियौँ। परिचय पनि गर्न नआउने अवस्थाको व्यक्तिहरू हुन्थ्यो। त्यसरी गर्दाखेरि बेलुका हामी रात पर्यो, 4 बज्यो। अब कसरी जाने त्यो उसमा एकदमै गहिरो खोल्चा छ त्यहाँ, कसरी आउने? त्यहाँनिर चाहिँ के अरे बेहुलाको सामान किनेर फर्किँदा पनि बेहुला मारेर उसले चाहिँ ठिक भयो कि भएन भनेर औँठी लाएर हेरेको, औँठी चाहिँ औँलामा भएको, औँला चाहिँ के अरे उसमा के अरे रुखको हाँगामा अड्काइराखेको, मान्छेलाई मारेर पनि कि। त्यो खालको जङ्गलमा हाम्रो बहिनी एकजना हाम्रो भोलिन्टियर बहिनी हुन्थ्यो, रमिला घरम, जुन अहिले चाहिँ उहाँ जिल्ला बाहिर हुनुहुन्छ, उहाँलाई सम्झिन चाहन्छु। म त्यो दौरानमा त्यो अभियानको क्रममा जाँदाखेरि चाहिँ उहाँ र म यति मुटु नै पुरै भाइब्रेसन हुने तरिकाले चाहिँ हामीले कुद्यौँ त्यो जङ्गलमा। र अहिले त्यो जुरेली भने चाहिँ जुरेली भन्दा उता जुरेली त होइन, अहिले बगाई गाउँपालिका जे होस् ठिङ्गनबाट तल ओर्ले पछाडिको स्कुल छ त्यहाँ। अनि त्यहाँनिरबाट हामी यति कुद्यौँ कि जितपुर भन्ज्याङसम्म उकालो उक्लिनको लागि धेरै नै गाह्रो अवस्था आएको थियो। हामी 8-9 बजी मात्र हेटौँडा आइपुग्यौँ, त्यही पनि ट्र्याक्टर चढेर। र त्यहाँ चाहिँ तपाईँहरूलाई मार्छ नै होला, तपाईँहरू यहीँ बस्नु भन्नुभएको थियो। तर हामी त्यो दिन चाहिँ आउने जसरी पनि फर्किनु सन्चो पनि भइरहेको थिएन। त्यो चाहिँ मलाई एकदमै गाह्रो भइरहेको थियो। र त्यो दिन फोन नम्बरहरू पनि दिएर आएको थियौँ। बेलुकैदेखिबाट अब मानव बेचबिखनको घटनाहरू यस्तो यस्तो छ कि यो विषयमा के हो भन्ने प्रश्नहरू गाउँबाट सोध्न थालिसक्यो। अब हामी भने एकदम तनावमा थियौँ कि, एकदमै भागदौडसँग हामी आइपुगेको घटना चाहिँ मलाई जलजली याद आउँछ। र अर्को कुरा चाहिँ एउटा यो मानव अधिकार संरक्षणकै लागि टिस्टुङ गाविस भन्ने थियो पहिला, अहिले नौखण्डे, अहिले चाहिँ थाहा नगरपालिका भएको छ नि त। त्यसपछि टिस्टुङबाट पनि एकजना बोसीको आरोपमा चाहिँ मलमूत्र खुवाइएको चाहिँ थियो उहाँलाई, एकजना महिला। र उहाँ महिलालाई चाहिँ अब त्यतिखेर त्यति सचेतीकरण पनि नभएको समाजहरू थियो, त्यसले गर्दा त्यो घटना जिल्ला प्रहरी कार्यालयसम्म आउनलाई त गाह्रो नै थियो। त्यति बेला हाम्रो यही सञ्जाल मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धकै सञ्जालका साथीहरू र हामी सँगै गएर, अहिले जस्तो अटो मयुरीहरू पनि त्यस्तो सजिलो थिएन, यस्तो भ्यानहरू पनि यातायातको पनि धेरै असुविधा, ट्रक एउटा जान्थ्यो, हामी ट्रकमै लिएर आउनु पर्ने हुन्थ्यो। त्यस्तो घटना उसको लागि पनि हाम्रो धेरैजना 7-8 जनाको टोली हामी गएका थियौँ। त्यसरी गएर पनि राति 11 बजी ल्याउँदा हामीलाई भोलिपल्ट 10 बजी नै हिमराइट्स माइती नेपाल लगायत अरू संस्थाहरूको पनि कार्यालय घेराउ र अफिसको फोन पनि उठाएर राख्नु परेको अवस्था, रिसिभ नगर्ने तरिकाले अफिसको फोनै ऊ चाहिँ सेट मात्रै देखाउने, तर त्यसमा वायर नजोडिकन राख्नुपर्ने अवस्था आएको थियो। त्यो घटनाले मलाई अझै झलझली गराउँछ। र त्यस्तो त्यस्तो घटनाहरू चाहिँ हामीले पार गरिसकेका छौँ भने अरू आउने घटनाहरू त केही न केही भन्ने जस्तो लाग्छ। त्यो समयमा त्यो घटनाहरू आइरहँदाखेरि म यो क्षेत्रमा, म यो फिल्डमा काम गर्दिनँ भन्ने आएन, झन् त्यसले हामीलाई अझ हौसला बढायो। अझ त्यस पछाडि पनि फेरि एउटा घटना थियो, देवर भाउजूको घटना। देवर भाउजूको अनैतिक सम्बन्धपछि गाउँलेहरूले सबैजनाले चाहिँ बाहिरबाट ढोका थुनिदिएर अनि जिल्ला प्रहरीमा खबर गर्नुभयो। अनि हामी सञ्जाल टिम पुग्यौँ। अनि अहिलेको हेटौँडा 10कै गोरक्षेश्वर मन्दिरमा अब देवर भाउजूलाई के गर्ने, उहाँहरू दुवैजना छुट्न नसक्ने अवस्था भनेपछि बिहा गराइदिने, अब कन्या केटै हो भन्ने हिसाबले त्यहाँ जिल्ला प्रहरीमा त्यसरी अब अहिलेको जस्तो काम त्यति आइसकेको थिएन नि त, यसरी गर्न पाइँदैन, बहु विवाह भएर जान पाउँदैन भने अलि 74 भन्दा पहिलेको हो होइन। त्यसकारण 69-70तिरको घटना हो त्यो। त्यस कारणले गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ अब यही सिन्दुर पोते गराइदिने भन्ने हिसाबले हामीले त्यहाँनिर गऱ्यौँ सबै सञ्जालको उहरू मिलेर चाहिँ। अनि त्यो गर्ने बित्तिकै राति म्यासेज आयो हामीहरूकोमा, टाउको चाहिँ झोलामा ज्यान खोलामा पार्छौँ भनेर चाहिँ। त्यतिखेर त अलिकति एनटिसीको त धेरै राम्रोसँग पाइरहेको थिएन नि त सिम कार्डहरू, लाइन बसेर धम्की दिने पुरै त्यो ऊबाट साइबरबाट के साइबर नम्बर के त्यो फोन नम्बरहरू नभएको त्यसरी आयो। र अफिसले पनि 6-7 दिनसम्म बाहिर ननिस्कु न तिमी भनेर
चाहिँ उहाँहरूले मलाई दिनुभयो, परामर्श दिनुभयो। त्यसरी चाहिँ यस्ता घटनाहरूले चाहिँ झन् मलाई सशक्त बनाउने, एउटा आफूलाई नै आत्मबल चाहिँ सजिलो बनाउने अवस्थाहरू पनि आयो। र हद गर्ला उसले मलाई मार्नेसम्म त गर्ला, तर त्योभन्दा उता त जाने ठाउँ छैन नि त कुनै पनि अपराध गर्ने व्यक्तिलाई पनि, होइन। त्यस कारणले गर्दाखेरि त्यो मृत्युसँग चाहिँ म नडराउने मान्छे भएको छु अहिले चाहिँ। किन भन्दाखेरि जसले जे गर्छ म माथि, मलाई मार्ने त हो अन्तिम अवस्थामा गएर। मलाई यदि रिस छ भने पनि मृत्युभन्दा उता भनेको लिमिटेसनै छैन। मान्छेले जीवनै सकेपछि त उसको लागेको मुद्दाहरू त हट्छ भनेर चाहिँ मैले अनि त्यो कुरालाई नै आत्मसात गरेर त्यसलाई अझ अवसरकै रूपमा लिएर त्यो घटना अहिले जस्तो सामना गर्नु पर्यो नि गरेर अगाडि बढ्न सक्छु भन्ने कुराहरू चाहिँ आउँछन्, होइन। कहिलेकाहीँ अब पारिवारिक, सामाजिक, व्यक्तिगत, होइन, मैले अघि नै भने नि त विभिन्न तह र तब्काबाट पनि त्यस्तो आउँछ नि त समस्या। परिवारबाट कुनै अवरोध आएन? परिवारमा पनि धेरै अवरोधहरू आए। अवरोधहरू आउँदै पनि परिवारबाट अवरोध नआउने भन्ने कुरा हुँदैन। जहिले पनि बैठक जतिखेर पनि राति गएर पनि त्यतिखेर त अब कम्प्युटरहरूमा पनि थिएन नि त। अझ मेरो बिहेभन्दा पहिला त उता घरमा पदमपोखरीमा बत्ती पनि गएको थिएन। अनि हामी जसरी यता बस्दै आयौँ, अहिले पढाइको सिलसिलामा बजारतिर बस्ने क्रममा चाहिँ पछि अलिक बत्ती भएको हो। पहिला त एससी पास गरुन्जेलसम्म भन्दा 12 कक्षासम्म पनि मैले टुकी बत्तीमै पढेर चाहिँ पास गरेको हो, होइन। त्यो खालको समस्या भोग्दै अहिले म जहाँ पनि गएर अलिकति सक्सेस स्टोरी भन्नु पऱ्यो भने पनि हेर्नुहोस्, त्यो समुदायमा जाँदा नि मैले हिजोको दिनमा चाहिँ मैले त्यो टुकी बत्ती बाल्नु परेको कुराहरू चाहिँ मैले यस्तो गरेर किन पढ्नु भनेको भए म अहिले तपाईँहरू माझमा आउनु सक्ने थिएन होला भनेर चाहिँ बताएर आफूलाई पनि कहिलेकाहीँ उदाहरणको रूपमा बताउने गरेको छु। साथै यस्ता साना साना समस्या जस्तो लाग्छ अहिले चाहिँ, तर ठुलै हो त्यो पनि, होइन। विभिन्न मेसेजहरू आइरहँदाखेरि आफूलाई धेरै मानसिक रूपमा पनि दिनरातै धम्किएका मेसेजले पनि निन्द्रा नलाग्ने। अझ सङ्कटकालकै बेलामा पहिलोचोटि एउटा आइजिटी भन्ने संस्थामा 1 महिनाको लागि हामीले काममा भएको थियो। तालिम लिए पछाडि प्रमाणपत्र एउटा पाउनको लागि पनि पहिला 1 महिना काम गरेर मात्रै अनि प्रमाणपत्र दिने कि तुरुन्तै तालिम दिएर प्रमाणपत्र नपाउने बेला थियो त्यतिखेर। त्यसकारण अहिलेको जुन कैलाश गाउँपालिका आग्रा गोवानी मेरो कार्यक्षेत्र पर्यो 1 महिनाको लागि। त्यहाँ जाँदाखेरि अब द्वन्द्वकालको बेला अनि मेरो नाम कुमारी वाइवा भनिसके पछाडि विभिन्नसँग जोड के भयो उहाँहरूलाई, होइन, कुमारी वाइवा भनेर चाहिँ उहाँहरू अलिकति एकदम सशङ्कित तरिकाले हेर्नुभयो सुरक्षा निकायको व्यक्तित्वहरू। र यो अहिलेको आम भन्ज्याङनेरी जुन पुल छ नि, भैँसी पुल भन्छ त्यसलाई, होइन, के अरे सामरी पुल नजिकै चाहिँ यता पारी नै ओह्रालिन्छ र पारी उता गएपछि चढ्न पाइन्थ्यो बस। मेरो चाहिँ झोला सबै कपी कलमहरू वडा स्तरीय सञ्चालन गर्नुपर्ने जुन महिला सशक्तिकरण नेतृत्व विकासको तालिमको चाहिँ जति पनि मैले न्युज प्रिन्ट पेपरमा लेखेर लगेकोहरू जम्मै त्यहाँनिर चाहिँ पृथनापतिको प्रमुखहरूलाई देखाएर सर्टिफाइड भएर बल्ल मेरो आइडेन्टिटी कार्ड पनि बनेको थिएन। भर्खर नियुक्ति 1 महिनाको लागि दिएको छ परीक्षणका। त्यसरी गर्दाखेरि चाहिँ मलाई दिनभरि नै त्यहाँ राखेर लास्ट गाडी 5 बजे मात्रै मलाई पठाइएको थियो। अझ भ्याएन त्यो दिन त्यो बसमा। र त्यो दिन राति नै उता त्यो के अरे आग्रा गोगनेको बिचमा चाहिँ 2 पक्षबीच भिडन्त भएछ। त्यो भिडन्तमा म जे होस् परिन भनौँ न, धेरै काम गर्नु थियो क्यारे, होइन। तर पनि त्यो नेतृत्व विकासको तालिमको कुराहरूलाई उहाँहरूले नहेरिकन र छलफल नगरिकन चाहिँ नपठाउने भएर मलाई त्यो दिन रोकियो कि। त्यस्तो अवस्था पनि मैले भोगेको छु। त्यसकारण यस्तो सामाजिक अभियानमा लाग्दाखेरि चाहिँ जीवन मरणको अवस्थादेखि लिएर नयाँ भर्खरै प्रस्फुटन भएको फुलको सुगन्ध दिने खालको कोपिला जस्तो पनि अवसर कहिलेकाहीँ पाइन्छ भने जीवन मरणको दोसारमा पनि पुग्ने अवस्थाहरू चाहिँ भोगेर अहिले यो स्थानमा चाहिँ छ। मैले सन्दर्भ अलिकति कुरा गरेँ। अहिले हामी नारी दिवसको छेउछाउमा छौँ। यहाँले त्यो अघिल्लो समय र यो अहिलेको यो पछिल्लो समयमा नारी दिवसलाई चाहिँ कसरी लिनु भएको छ? नारीहरूले चाहिँ नारी दिवसको कसरी सदुपयोग गरिरहेका छन्? हजुर, अधिकांशले हेर्दाखेरि चाहिँ अब नारी दिवसमा पहिला अभियान कर्मीहरूले चाहिँ मास्क देखाउनु पर्छ भनौँ न। यो माया न्यौपानेले म सम्झिन चाहन्छु, महिला अधिकार कर्मी जुन चाहिँ उहाँले चाहिँ अब एउटा अन्तर्राष्ट्रिय स्तरमा भने क्लारा जेटकिनलाई सम्झिन चाहन्छु। यो 115औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चाहिँ उहाँहरू जस्तो महिलाहरू नहुनु भएको भए आज म जस्ता दूरदराज गाउँबाट जन्मिएका निमुखा जुन एउटा आवाज हराएको व्यक्तित्वहरू चाहिँ आवाज बुलन्द गर्ने ठाउँसम्म आउन पाउँदैन थियो। उहाँहरूले अभियान चलाउनु भयो, महिलाहरूको पनि केही हुनुपर्छ, महिलाहरू पनि निर्णायक तहमा आउनुपर्छ
अथवा महिला दिवसहरू मनाइनुपर्छ, महिलाहरू अगाडि खुलेर बोल्न सक्नुपर्छ, अनि मात्रै हरेक राष्ट्रको पनि हरेक क्षेत्रमा चाहिँ विकास हुन्छ भन्ने कुराहरू उहाँले जसरी अभियान चलाउनु भयो, जसरी उहाँले विभिन्न बाधा अर्चनाहरू खेपेर आफ्नै जीवन आहुतिहरू दिएर पनि उहाँहरू यो अभियान ल्याउनु भयो। सर्वप्रथम म उहाँहरू जस्ता व्यक्तित्वहरूलाई सम्झिन चाहन्छु र श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु। साथै जति पनि यो महिला अधिकार स्थापित गराउनको लागि ज्ञात अज्ञात मैले यहाँ सम्झिन नसकेका व्यक्तित्वहरूले पनि धेरै पहल कदमी गरेर मात्रै हामीले यो प्राप्त गरेका छौँ। त्यसको लागि 115औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदाखेरि सबै महिला तथा बालबालिकाका लागि अधिकार हुनुपर्छ र समानता र सशक्तिकरण पनि ल्याउनुपर्छ भन्ने जुन एउटा हाम्रो राष्ट्रिय नारा छ अहिले, त्यो राष्ट्रिय नारा टेकेर साँच्चै नै राष्ट्रले पनि यो अहिले त 115औं भनेर अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा नेपाल सरकारले पनि विभिन्न कार्यक्रमहरू अहिले गरिरहनु भएको छ र अहिले संहिता प्राप्त पश्चात हरेक स्थानीय पालिकाहरू, स्थानीय सरकारदेखि लिएर प्रदेश सरकार, जुन चाहिँ सामाजिक विकास मन्त्रालयदेखि लिएर हरेक क्षेत्रमा हरेक व्यक्तित्वहरूले चाहिँ यो विभिन्न दिवसीय कार्यक्रमहरू, ज्येष्ठ नागरिक दिवस, लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान जस्ता दिवसहरू, जुन चाहिँ अब अपाङ्गता दिवसहरू हैन, भन्दै गर्दाखेरि चाहिँ यौन तथा प्रजनन स्वास्थ्य अधिकारको महिनावारी स्वच्छता दिवसहरू पनि छ हैन। त्यसकारण यस्ता विभिन्न दिवसहरूले गर्दाखेरि पनि हाम्रो समाजमा रहेका कुरीति विसङ्गतिहरूलाई चाहिँ हटाउँदै केही कमी गराउँदै चाहिँ विकासको मूलधारमा र निर्णायक तहमा महिलालाई पुर्याउन चाहिँ सहज भएको छ। नभए यी विभिन्न दिवसहरू नहुँदो हो अथवा हाम्रो अगाडि चाहिँ इतिहासमा नाम लेखिएका र हाम्रो राष्ट्रको त्यस्तै गहनतामा जुन चाहिँ एउटा इतिहासमा नाम लेखिएका महत्त्वपूर्ण व्यक्तित्वहरू महिलाहरू हुनुहुन्छ, उहाँहरूलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु। किन भन्दाखेरि उहाँहरूकै देनको कारण, उहाँहरूकै योगदानका कारण चाहिँ अहिले पत्रकारितामा पनि हजुरहरू जस्तो धेरै नै खुल्ला रूपले म यसरी जिउँछु नि त भनेर पाउनु भएको छ भने सामाजिक अभियन्ताहरू पनि हामी जस्तो भएर चाहिँ खुलेर हैन, किन डराउने त, हाम्रो समाज हो, सोच्यो भने हाम्रै समाज, हाम्रै दाजुभाइ, हाम्रै आमा बुवा, हाम्रै हजुरबा हजुरआमा हो र त्यसलाई सम्मान गर्ने हो भने, तर अपमान गर्नु हो भने हामी आफै पनि को हैन। त्यसकारणले गर्दाखेरि चाहिँ हामीले सबैलाई सम्मान गरौँ, सम्मान दृष्टिकोणले हेरौँ। कुनै शब्दमा पनि बेभाव, विभेदकारी र यो व्यक्ति चाहिँ अलिकति माथिको पदको व्यक्तित्वको आडमा छ, यो व्यक्ति चाहिँ सानो व्यक्तित्वको आडमा छ भनेर कहिले पनि हामी भेदभाव नगरौँ। यसले चाहिँ समानता ल्याउँछ र यो नारी दिवसहरू, अन्तर्राष्ट्रिय महिला दिवसहरू, मानव अधिकार दिवसहरू मनाउनुको एउटा सार्थकता रहन्छ जस्तो लाग्छ मलाई व्यक्तिगत रूपमा। हामी अन्तिममा आइपुगेका छौँ। अन्त्यमा चाहिँ मानव अधिकारको क्षेत्रमा काम गर्नु हुँदाखेरि चाहिँ सम्पूर्ण भिडियो हेरेर बस्नुहुने दर्शकहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? सर्वप्रथम त म अन्तर्राष्ट्रिय जुन महिला दिवस, अन्तर्राष्ट्रिय नारी दिवस 115औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सबै महिला तथा बालबालिका सम्पूर्णको लागि चाहिँ एउटा अधिकार छ। त्यो अधिकार चाहिँ समानता र सशक्तिकरणको बिचमा हुनुपर्छ। जसरी समानता आएपछि बल्ल सशक्तिकरणको बाटोमा हामी जान्छौँ, एउटा नाराले पनि दिएको छ, राष्ट्रिय नारा हामीले बनाएका छौँ। त्यसकारण राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा यो एकै पटक मनाउने हुनाले चाहिँ हामी भन्न चाहिँ विश्वका महिला एक हौँ भन्छौँ, तर एकै ठाउँमा रहेका महिलाहरू पनि एकजुट हुन नसकेको देखेर चाहिँ दुःख पनि लाग्छ। त्यसकारण हामीले त्यो कुराहरूलाई, साना झिना मसिना कुराहरूलाई त्यागेर चाहिँ अझै पनि हाम्रो पहल कदमीहरू चाहिँ समान हुनुपर्छ र विभेद मुक्त हुनुपर्छ। अनि मात्रै त्यो सजिलोसँग चाहिँ महिला अधिकार, मानव अधिकारको प्रत्याभूत भएको हेर्न सक्छौँ। र अझ समाजमा जति पनि लोपोन्मुख, आदिवासी, जनजाति, सीमान्तकृत व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरूलाई त अझै पनि जस्तै राउटे समुदाय पनि हाम्रो देशमा छ, उहाँहरूलाई दसैँ लाग्ने बित्तिकै उता केन्द्रीय कार्यालयतिर बोलाइन्छ, उहाँहरूलाई खाद्यान्नहरूको सबै चाहिँ गरिन्छ। तर उहाँहरूले पनि त एउटा राज्यको मूलधारमा आउन सक्नुभयो भने हैन, यो विभिन्न दिवसहरूमा उहाँहरूको पनि सहभागिता रहन्थ्यो होला। मलाई त्यो खड्केको कुरा, उहाँलाई चाहिँ सोपिस जस्तो मात्रै विभिन्न मेलामा यो एउटा महोत्सवहरू लाग्ने ठाउँ मात्रै एउटा स्टल राखेर देखाइने, पहिला त्यस्तो गरिन्थ्यो स्टल राखेको कुराहरू। तर उहाँहरूलाई एक्सपोज गरौँ, राज्यको मूलधारमा ल्याउँ र उहाँहरूलाई पनि यो राजनीतिक, आर्थिक, सामाजिक अधिकारहरूको प्रयोग गर्नको लागि मतदाता भएर चाहिँ एउटा क्यान्डिडेट नोमिनेसन गर्ने सम्मको मनोनयन चुनावमा पनि उहाँहरू लड्न सक्ने खालको पनि
उहाँहरूलाई पनि गराउन सक्यो भने राज्यले, किनकि उहाँहरू त हुन त बसोबासदेखि लिएर सबै कुराहरू जिम्मा राज्यले लिनु भएको छ। तर महत्त्वपूर्ण भनेको एउटा राजनीतिक अधिकार पनि हो नि त, त्यो कुराहरूमा पनि उहाँहरूलाई समावेश गरायो भने चाहिँ, जस्तै उहाँहरूको चाहिँ कहिलेकाहीँ मृत्यु भयो अथवा यस्तो भयो भन्ने कुराहरू मात्रै समाचारमा त्यही पनि हामी सुन्न पाइरहेको हुन्छौँ। त्यो व्यक्तिहरूको अब अलिकति भनौँ न धेरै नै कम भइरहेको नि त अहिले जनसङ्ख्याहरू, त्यसकारण त्यो व्यक्तिहरूलाई चाहिँ अझ ल्याउनुपर्छ राज्यको मूलधारमा, मानव अधिकारले त्यसलाई पनि समेट्नुपर्छ भन्ने जस्तो लाग्छ। र हामी सबैजनाले समान तरिकाले र सशक्तिकरणको पाटोमा चाहिँ पहल कदमी गरौँ र अन्तर्राष्ट्रिय नारी दिवस 115 अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण महिलाहरू एकजुट भएर समान तरिकाले मनाऊँ र सबैजनालाई चाहिँ सुस्वास्थ्य, दीर्घायु र अझ काम गर्दै आएको ठाउँमा हौसला र कुनै पनि समस्या आइपऱ्यो भने त्यसमा हातमा हात मिलाएर अगाडि बढ्न सक्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। र यहाँले मलाई झन् एकदमै व्यस्त समयको बावजुद पनि हजुर व्यस्त नै हुनुहुन्थ्यो यो समयमा, छोटो समयमा भए पनि मलाई केही आफ्नो विचारहरू, आफ्नो इतिहासलाई कोट्याउने र शुभकामना दिने चाहिँ एउटा अवसर जुटाइदिनु भयो। त्यसको लागि प्यारी बहिनीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँको टिम, यहाँको कलम यसरी नै चलिरहोस् भन्ने चाहिँ म प्रगतिको लागि शुभकामना व्यक्त गर्न चाहन्छु।